अहिले मामा गुड मर्निङ। ल अब चाहिँ जिम जान लाग्यो। पहिला सुरु बाइक लिनको लागि चाहिँ यामा सोरुम हिजो छोडेको थियो, त्यहाँ जानुपर्ने छ। माम ढोका लगाइदिए बस्तीको त्यो लिटल बुद्धको सबै उठाइरहेको रहेछ, लास्ट भएछ। चराहरू बिहान बिहान रमाइलो हुन्छ। होइन बाइक हिजो यहीँ पार्किङ गरेर गएको थिएँ क्या गाडी। ल बाइक पार्क गरेर अब यहाँ लिन आइयो हेर यामासहरू। बाइक मजाले थन्केर बसिरहेको रहेछ। ल रिक्सा सोरुममै नयाँ अन्टेस्ट लिन आज होइन नि फेरि यो भुँडी लागेर बिजोग भएको छ। यहाँ बोसो भएर यो बुढी नहुने मान्छेहरूलाई भुँडी लाग्यो भने चाहिँ बिजोग हुँदो रहेछ। त्यही भएर 1 महिना जति रेगुलर आइ हेरौँ कस्तो हुन्छ, ज्यान बनिहाल्छ कि न सिक्स प्याक एप्स ट्याक हुन्छ कि। एउटाले भन्थ्यो कि बिहान बिहान जिम गएर फिजिकली फिट भए पो दिन राम्रो हुन्छ भन्थ्यो। यहाँबाट जिम गरेर गयो, घर गएर सुतेरै भिज्छ के दिन राम्रो हो। A few moments later. कुन हान्न ला तिमीले मेरो रातो यो हाल्लो जाँदैन यता हान्छ त लाग्थ्यो तिमीले। एउटा काग ओइ नाइस है जस्तै नाइस सर्ट। सक्यो त तिम्रो ब्ल्याक हान्ने बेला हो। ब्ल्याक बिचमा हान्नु पाउँदैन नि जस्तै। चाटामा त चाटामा भनेर हान्नुपर्छ। ल तर हान ल फेरि हान न भइसक्यो हान न। त के हो दोस्तीले जित्न पो लाग्यो त लास्ट। ओइ छिराउनु हेरे भिडियो बनाउँदा जस्तै फल भयो। अघिको गेम त आइटी जसले जित्यो। ल अब ब्रेक हाल्नु जस्तै ब्रेक हेर न तकाइ त यस्तो छिराउनै जतिको गर्दा ताक्न चाहिँ यता छिर्दैन आइटी त सर्ट हेर न यहाँ। ओए गटी चाहिँ भयो है छैन कहाँ सिकाए यस्तो सर्ट। 1 hour later. आज चाहिँ अब चाहिँ हामी यहाँनिर ब्रो र म चाहिँ ब्रोले अन्डा पकाउँछ अनि त्यसपछि के गर्ने यहाँ खाना खाँदै गेम खेल्ने रे। के कुन गेम रे ब्रो? गेस त नम्बर हो कि हायर लोयर के भन्ने गेम खेल्ने रे। जित्न त कहिले पनि जित्दैन मसँग, त्यही पनि कहिले जित्छ ब्रो तिमीले। तेल हालौँ अनि तेलमा हाली पाक्छ त नि ब्रो पनि यहाँ कस्तो यति तेलले पुग्छ। ओभर किप वाइट ब्रो त्यसले पुग्दैन जस्तो लाग्छ जानलाई। हेर न तिम्रो कस्तो तिमीले मेन कुरा पकाउन होइन कि त्यो पल्टाउन चाहिँ सक्छ कि सक्दैन भन्ने हो कि। पकाउनु त जसले पनि पकाइन्छ नि, ट्याक्क पल्टाउनु पऱ्यो नि त तिमीले मिलाएर। ल हेरौँ न के हो ब्रो मासु पकाउनलाई जति तेल हालेको छ त 2टा अन्डा पकाउनु किन मैले हालेँ अरे। पकाउला हेरौँ न ल हाल न ब्रो हाल एक्टिङ गर्नु नगर। त्यो कस्तो यो अलिकति बाङ्गेको तर म एकैचोटि गरिदिएँ। ल त्यही पनि ठिक छ ब्रो पर्फेक्ट। खाना पनि खानु पर्यो। अब यत्रो त खाइसक्दैन होला। अनि त
ब्रो त्यहाँ फ्रुट्सहरू होला त्यो झिका न त्यो भाँडामै राख है त्यसमै हाल्दा खाने त्यो खाना त तर ठिकै रहेछ धेरै दामी रहेछ त्यो त खाइन्थ्यो या हालेको थिएँ नि ल ब्रो के गेम खेल्ने भने गेस कुन गेम खेल्ने भने अरे भन न आज चाहिँ हामी हायर र लोअर गेम खेल्न गइरहेको छौँ कति 1 देखि 100 सम्म चुज गर्ने नम्बर कतामा अनि जसले जित्यो यो तिमीले बना अन्डा त्यसले खायो अरू चाहिँ खाएन है त ल त्यही हो पनिसमेन्ट पनिसमेन्ट के हो त भन न त पनिसमेन्ट त हुनु पर्यो नि के राख्छौ भन न पनिसमेन्ट चाहिँ होइन पनिसमेन्ट भोलि काँचै अन्डा खानु पर्ने ल है त काँचै अन्डा घाममै खानु पर्ने फेरि खानै पर्छ फेरि ल तिमी गेस गर ल एउटा नम्बर गेस गर्ने होइन कि पहिला दुवैजनाले एउटा नम्बर थिङ्क गर्ने अनि फेरि त्यो भएन भने त फेरि तिमीले ब्याड गर्छ नि तिमी झेल्ली छ फेरि तिमी त्यो हुँदै होइन भन्छ त्यही हुँदा नि फेरि मिल्नु चेन्ज गर्न मिल्दैन नि त स्योर हो नि अर्को त उनै छैन कपी र पेन्सिल छैन ल भन ल ल ल तिमी सुरु गर्ने कि म हजुर म गर्छु है त 20 म चाँडै तिमीलाई क्याच गरिदिन्छु कमा आयो त्यो भन्दा आएछ म 20 भन्दा माथि हो क्या त्यही त बुझ्यो त अनि कि लट भन्ने सोच्छ क्या मलाई 30 आयो यार ब्रो आयो त्योभन्दा माथि फास्ट आयो मान्छे अनि तिमी मेरो चल्यो सरी 20 भन्यो नि त 40 आयो है अरूको 50 आयो दुईटैको हायर भएछ है तिम्रो त्यसो 80 लोअर Come अरूको 90 on. Lower. लोअर 50? आयो अनि मैले कति भनेको थिएँ 60 भनेको थिएँ ल 70 आयो मेरो त 70 रे 80 को बिचमा तिम्रो 90 हो तिम्रो कस्तो मैले मिस्टेक गरेँ कि के भने नि बिर्सेँ नि मैले यार यो त आज के भने भनिदेऊ त भन्छ कि 60 भनेको लोअर भने होइन 60 लोअर होइन आयो 60 हायर भने चाहिँ 70 लोअर ल ब्रदर 80 हायर ब्रो 90 अनि तिम्रो भन्छ कि 65 आयो ल 85 हायर ब्रो हायर तिम्रो भन्छ चाहिँ 68 लोअर लोअर तिम्रो पाइन्छ भएको कमान ल 87 हो मुझे पता लगा 87 हो यार हो कि होइन पर अंडा हाल्न के ओए ल यार 87 तिम्रो के भन त 67 म यहाँ तिम्रो धेरै खेल्छ ल यार
गुड नाइट ल आजको भ्लग चाहिँ यतैतिर टुङ्गाइदिउँ अब फेरि भोलि अर्को नयाँ इन्ट्रेस्टिङ भिडियो लिएर चाहिँ आउँछु त्यतिखेरसम्म चाहिँ लाइक सेयर सब्सक्राइब गर्नु र पुरानो भिडियो हेर्दै बस्नु भयो नि हुन्छ ल गुड नाइट है त